एभ्रिवान नमस्ते म प्रतीक्षा बुटेल मेरो घर चाहिँ चितवन मङ्गलपुर अनि आजबाट चाहिँ मैले युट्युबमा भिडियो हाल्छु भनेर चाहिँ भिडियो खिचिराखेको छु हैन पहिला पनि मैले युट्युब भिडियोहरु चाहिँ कति धेरै हाल्छु भनेर खिच्दै तर केही न केही मन नपरेको भएर चाहिँ हाल्थिन अथवा हालिहाले पनि त्यसमा कपिराइट लागो भएर चाहिँ मैले फाल्दिन्थे त्यही भएर अब चाहिँ साउन्डमा नहालिकन चाहिँ म भिडियो स्टार्ट गर्छु भनेर चाहिँ आजदेखि मैले कन्टेन्ट बनाउँदै छु हाल्छु म युट्युबमा जस्तो भए पनि हाल्छु अनि आज चाहिँ हामी विक्रम बाबु जाँदैछौँ फ्यामिली सबैजना अनि पानी परेर चाहिँ अनि म यतिकै रेडी भएर बसिरहेको छु अहिले पानी बिदा भएपछि चाहिँ हामी सबैजना जान्छौँ अनि आजको चाहिँ सबै म हाल्छु युट्युबमा सो हामी जानी रेडी भयो नि हामी जानी अब कस्तो निन्द्रा लाग्यो के कस्तो नि रेडी भइसके पानी परेछ अघिसम्म अहिले यस्तो टन्टालापुर घाम आइसक्यो अनि त्यसपछि कुर्ता लगाउँछु भनेको थिएँ पानी परेको भएर लगाउनु मन लागेन यस्तो कुर्ता लगाएँ तल प्यान्ट लगाएँ घरमा चाहिँ चप्पलै लगाएँ जुत्ता लगाएन अनि हाम्रो मन पनि रेडीहरू बसिसक्नु भयो मम्मी हाई गरिदिनु न मेरो लागि भन्नु हो गराएर छिटो हाई भनिदिनु न यस्तो हात हल्लाएर छिटो के एकचोटि मम्मी हाई भन्नु न हाई भन्नु हाई काली भए बाटो पुगेर बसिए अनि म चाहिँ ड्यामडुम टोपी लाएर ज्याकेट लाएर हिँडिरहेको छु म चाहिँ जहिले पनि यस्तै हो मलाई लास्टै छिटो चिसो लाग्छ अनि टाउको दुख्छ त्यही भएर यसरी हिँडेपछि चाहिँ आनन्द हुन्छ जहाँ जाँदा पनि यस्तै टोपी लाएर म हिँड्ने मम्मी र बाबा चाहिँ स्कुटीमा हुनुहुन्छ अनि हामी चाहिँ पेट्रोल पम्प गएर कसारा पेट्रोल पम्पमा चाहिँ पेट्रोल हाल्यौँ त्यसपछि चाहिँ हामी सिधै विक्रम बाबाको ठ्याक्क गेटमा पुग्यौँ यहाँबाट घरबाट आधी घन्टा लागेको थियो यहाँ पुग्नको लागि हामीले यहाँ चाहिँ बाइक पार्क गरेर अनि गयौँ त्यहाँबाट ठ्याक्कै हामीलाई यहाँबाट चाहिँ 1 घन्टा बढी लाग्यो यहाँबाट त्यो बाइकहरू राख्ने ठाउँबाट मन्दिर पूजा गर्ने ठाउँसम्म पुग्नको लागि चाहिँ 1 घन्टा जति लाग्यो सबैजना चाहिँ हामी हिँडेर गयौँ त्यहाँबाट चाहिँ सबजना अगाडि पुगेर म चाहिँ पछाडि छु कति धेरै भिड हो हामी होला सुरुमा हो नि भनेको के को हुनु मान्छेहरूले बिहान पानी पर्दा पनि रुजी पूजा गरेर फर्किरहेको रहेछन् कि सबैजना कति धेरैजना आज लास्ट हो भन्छ नि त यहाँ पूजा गर्ने त्यही भएर पनि होला सायद 1 घन्टा भइसक्यो अझै पनि हिँडेको यस्तो भिड छ दाइले मोबाइल जोडिदिनु भएछ त्यही भएर यस्तो यहाँ चेकिङ हुँदैछ औडा गर्नु भइसक्यो पसिना आइसक्यो यस्तो बा फेरि फोटो खिच्दै यहाँ बा पसिनै चुइया कि यस्तै कति भिड छ यहाँ मम्मी तर अङ्कल सब गफ चलिरहेको यहाँ संस्कार गर्ने अङ्कल हुनुभएछ कस्तो गफ लेखाएको मन्दिर हेर अरे ऊ बाबा उडाला आउनु होइन बाबाले सागको पात लिएर आउनुभयो सागको पात होइन अलिक उता लिएर जानु यहाँ त कुचिन्छ मम्मी
पूजा गर्दै भ्याइयो फाइनली हामीले अब टिका लाउँदैछौँ यही छ का खाली भयो नि त हामी चाहिँ पूजा गरेर फर्किसकेको थियौँ यतिखेर चाहिँ धेरै टाइम लाग्यो सबजना फर्किसक्नु भएको थियो प्राय किन्नेले पैसा तिरेर किनेपछि त के भयो त उडाउने बित्तिकै छोपेर बेचिदिन्छ नि त के अनि त हाम्रो फेसबुकमा अनि अहिले त्यही सम्झिहाल्यो क्या झर्लक्कै आयो कि बोला खला गर बाढी आएको बाबु त्यहाँ जन्मेको बाहिर बाहिर ठुल्या नि सानो नि होइन सानो कता थियो त कछुवा मात्रै रहेछ त यसपालि त कछुवा कछुवा कस्तो स्ट्रक्चरको हुँदो रहेछ क्या ठुलो त भ्याप्ता परेको ठुलो के भयो कछुवा धेरै है मम्मी कछुवा नि अलि धेरै रहेछ ठुलो पनि खायो क्या आज सेतो माछा मात्रै क्या यहाँ एउटा मात्रै
माडी गाडी आयो माडी एउटा कहाँ त पुलबाट चाहिँ यस्तो देखिन्थ्यो पुरै राम्रो देखिन्थ्यो अनि म चाहिँ पुरा टिमिक टिमिक गर्दै यसो खिचेर भिडियो भन्दै भाइलाई मोबाइल दिएर अनि ठिमिक ठिमिक गर्दै हिँडिरहेको थिएँ अनि हामीले चाहिँ अनि चिसो खायौँ मुखको जुस घरतिर हामी आधा घन्टामै आइपुगेको थियौँ घर आउने बित्तिकै मलाई काम लाग्यो म टुस्सा परेँ अनि बेलुका खाना खायौँ यति नै फेरि अर्को भिडियोमा भेटौँला बाई बाई।